हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज मैले नअघिमा खाने दही चामलको रेसिपी लिएर आएकी छु। यसलाई चाहिँ हामीले धान चामल भित्राएपछि मक्सिरको बेलामा खानुभन्दा चामल खानुभन्दा अगाडि चाहिँ हामीले दही चामल बनाएर यसरी भगवानलाई चढाएर खाने गरिन्छ। त्यसपछि मात्र धान चामलहरू खान सुरु गरिन्छ। त्यसको लागि यसलाई अब दही चामल बनाउनको लागि त सुरुमा त हामीलाई नयाँ चामल नै अहिले भर्खर आएको नयाँ चामल चाहिन्छ। यो नयाँ चामललाई हामीले राम्रोसँग पखाल्नुपर्छ, राम्रोसँग केलाएर यसलाई राम्रोसँग पखालेर अब हामीले यसलाई भिजाउनको लागि छोडिदिनुपर्छ चामललाई। मैले 4-5 घण्टा जति चामललाई भिजाएर छोडिदिएको छु। आफ्नो घरमा कतिजना हुन्छ त्यही अनुसार लिग्दा हुन्छ चामल चाहिँ। मैले चाहिँ थोरैजनाको लागि भएर थोरै नै लिएको छु। त्यसपछि हामीलाई चामल भिजाउनको लागि केरा चाहिन्छ पाकेको, त्यसै गरी लङ सुकमेलको पाउडर, कोरेको नरिवल अनि किसमिसहरू, आफूलाई के मनपर्छ ड्राई फ्रुटहरू तिनीहरू चाहिन्छ। मैले चाहिँ सबै क्रस गरेर राखेको, सबै कोरेर मसिनो गरी काटेर। त्यसपछि हामीलाई चिनी पनि चाहिन्छ, चिनी र साथै दही चाहिन्छ। यति भएपछि हाम्रो चामल मजाले बन्छ। अनि हामीलाई भुटेको तिल पनि चाहिन्छ। चढाउने भएको कारण मैले चाहिँ कालो तिल युज गरेको छु। यदि नचढाइकन आफूमा खाने हो भने चाहिँ सेतो तिल पनि राख्दा हुन्छ भुटेर। अब 5-6 घण्टा भिजाएको चामलमा मैले अब जति चामल मैले भिजाएको छु त्यति नै दही राखिदिन्छु म। भिजाएको चामलमा अब म दही राखिदिन्छु। अघि मैले तयार बनाएर राखेको केरालाई पनि मैले काटेर मसिनो गरी काटेर तयार बनाइसकेको छु। अब दहीलाई राखिसकेपछि म यसमै अब अघि मसिनो गरी काटेको केरालाई पनि राखिदिन्छु। केरा मैले 4वटा जति राखेको छु। केरा चाहिँ हामीले अलि मजाले पाकेको चाहिन्छ। त्यसपछि हामीलाई चाहिने भनेकै भुटेको कालो तिल हो। यसलाई पनि राख्दै, यसले पनि स्वाद एकदमै मिठो हुन्छ दही चामलको। त्यसपछि चिनी, लङ सुकमेलको धुलो, त्यसै गरी कोरेको नरिवलको पाउडर र तिललाई पनि राखिदिएँ। अब सबैलाई राखेपछि राम्रोसँग मिक्स गर्नुपर्छ। गुलियो चाहिँ हामीलाई कतिको मनपर्छ, कतिको खान सक्छौँ त्यही अनुसार राख्दा हुन्छ। मैले 2 चम्चा जति राखिदिएँ। अब सबै कुरालाई राखेपछि मैले राम्रोसँग मिक्स गर्दैछु। अब सबै कुरा राम्रोसँग मिक्स गरिसकेपछि अब यो खानको लागि तयार भइसकेको छ हाम्रो दही चामल चाहिँ। यसलाई अब हामीले चढाएर भगवानलाई चढाएर पूजा गरेर अनि यसलाई हामीले सबैजनासँग बाँडेर सेयर गरेर खान सकिन्छ। तपाईहरु पनि धान भित्राइसकेपछि पक्कै पनि एकचोटि यसरी नै दही चामल बनाएर खानु होला, अथवा जुन सुकै बेला पनि खान सकिन्छ यसलाई भिजाएर चामललाई। एकदमै मिठो हुन्छ यसरी बनाएको दही चामल चाहिँ। मैले चाहिँ खानको लागि तयार भइसकेको छ। थ्यांक्स फर वाचिङ।